नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिमा 5 दशकभन्दा बढी समयदेखि सक्रिय छन्। पार्टीको विपक्षी कित्तामा बसेर आफ्नो राजनैतिक जीवनको लामो समय बिताएका उनी अहिले पुनः एमाले अध्यक्षमा निर्वाचित भएका छन्। ओलीले 8औं महाधिवेशनमा तत्कालीन महासचिव झलनाथ खनालसँग अध्यक्षमा पराजय भोगे। 2070 सालको चुनावपछि संसदीय दलको नेतामा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई ओलीले पराजित गरे। त्यसपछि पार्टी सत्तामा ओलीको शक्ति बढेको हो। आलोचना गर्नेहरू सबै बाहिरिएपछि एमालेमा ओलीको मात्र एक छत्रको अवस्था सिर्जना भएको छ। एमालेमा अब जो जति छन् ती ओलीलाई कमरेड भन्ने होइन, केपी बाको रूपमा आदर्श ठान्नेहरूको बाहुल्यता छ। यद्यपि उनको कार्यशैलीमा रुष्ट हुनुको संख्या समेत एमालेमा ठूलो छ। तर विरोधीलाई कारबाहीको डण्डा चलेपछि अहिले बोल्न सक्नेहरू भने कम भएको राजनीतिका जानकारहरूको तर्क छ। त्यसैले जेन्जी विद्रोहपछि दलहरूमा नेतृत्व परिवर्तनको बहस चर्को रूपमा चले पनि एमालेमा उनै ओली नेतृत्वमा पुनः दोहोरिएको राजनीतिका जानकारहरूको तर्क छ। एमालेको 11औं राष्ट्रिय महाधिवेशनबाट तेस्रो कार्यकालका लागि नेतृत्वमा अनुमोदित भए लगत्तै अध्यक्ष केपी शर्मा ओली झन कडा सुनिन थालेका छन्। आफै सरकारको नेतृत्वमा रहेका बेला भएको जेन्जी आन्दोलन, चौतर्फी आलोचना तथा घेराबन्दीका कारण ओलीको बोली केही नरम हुन्छ कि भनेर धेरैले अनुमान गरिरहेका बेला उनी अझै कडा शैलीमा प्रस्तुत हुन थालेका हुन्। ओलीले एमाले र यसको नेतृत्वलाई छुने गल्ती नगर्नु भन्दै सिधा भाषामा वर्तमान सरकारलाई चुनौती दिन समेत भ्याइसकेका छन्। अन्य दलको नेतृत्व रक्षात्मक बनिरहेका बेला ओलीको बोली भने उस्तै सुनिने गरेको छ। एमाले अध्यक्ष ओलीलाई पार्टीको महाधिवेशन अहिले नै गर्नुपर्ने कानुनी बाध्यता थिएन। ढुक्कले अर्को वर्ष महाधिवेशन गर्न सक्ने सुविधा उनीसँग थियो। तर भदौ 23-24 को जेन्जी आन्दोलनपछि पार्टीभित्र र बाहिर पनि नेतृत्व परिवर्तनका विषयमा जबरजस्त आवाज उठ्यो। पार्टी बैठकमै नेतृत्व परिवर्तनको कुरा उठेपछि उनले भनिदिए मङ्सिर 27 देखि 29 सम्म 11औं महाधिवेशन गर्ने। पार्टीले त्यसअनुसार निर्णय गरेर कार्यतालिका पनि ल्यायो। उनी नेतृत्व परिवर्तनको विषय लामो समयसम्म किचोलोका रूपमा नरहोस् भन्ने चाहन्थे। त्यसैले उनी अर्ली महाधिवेशनको लागि तयार भएको सहजै बुझ्न सकिन्छ। अब नेतृत्व परिवर्तनको बहस केही वर्षलाई मत्थर भएको बुझाइमा ओली छन्। साथै पार्टी कमिटीहरू थप अनुकूल बनेकाले सबै खाले चुनौतीसँग पार्टी पंक्तिको बलमा लड्ने उनको रणनीति छ। त्यसैले पनि उनको अभिव्यक्ति विगत जस्तै आक्रामक आउने गरेको जानकारहरूको मत छ।